नमस्कार दर्शकबिन, तपाईँ हेर्दै हुनुहुन्छ सर्टकट न्यूज र सर्टकट न्यूजमा आज हामी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बारेमा चर्चा गर्नेछौँ। त्योभन्दा पहिले हाम्रो च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिनुहोला। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर गुमनाम छन्। उनी हराए जत्तिकै छन्। उनका शुभचिन्तक, उनलाई आफन्त मान्नेहरू यतिखेर उनको खोजीमा छन्। उनलाई सर्च गरिरहेका छन् रवि लामिछाने कहाँ गए। रवि लामिछाने यतिखेर आफ्नै निवासमा छन्, आफ्नो ग्रान्ड प्लानिङमा छन्। उनी आफ्नो किताब लेखिरहेका छन् अबको दिनमा कसरी अघि बढ्ने भनेर। रवि लामिछानेलाई बाहिर आउन नदिनुको मुख्य कारण अथवा बोल्न नदिनुको मुख्य कारण पनि अहिलेको सरकार नै हो। सरकारले उनलाई बोल्न बन्द गरेको छ। यदि तिमी बोल्यौ भने तिमीलाई अझै ठुलो केसमा जाक्नेछु अथवा अझै ठुलो प्रोपोगन्ड मचाउनेछु र तिमीलाई फेरि पनि अझै भड्कालामा हाल्ने कोसिस गरिरहेको छ सरकारले। हो, यही कारणले गर्दा रवि लामिछाने गुमनाम छन्। ठुला दलहरूले उनलाई बोल्न बन्देज गरेका छन्। यदि रवि लामिछाने बोलिहालेको खण्डमा उनको सरकार धरापमा पर्न सक्छ। केपी ओलीको सरकार धरापमा पर्न सक्छ। केपी ओलीको सरकारलाई धक्का पुग्न सक्छ। त्यही भएर रवि लामिछानेलाई बोल्न दिएको छैन। यदि रवि लामिछाने बोलेको खण्डमा उनका समर्थक र उनका सारथीहरू सरकारमाथि जाई लाग्नेछन्। यही कारणले पनि रविलाई बोल्न दिएको छैन। यसै त अहिलेको राजतन्त्रले घेरिएको सरकार, राजतन्त्रको दबावमा ढलिएको सरकार, तीमाथि रवि लामिछाने पुनः आएर आफ्नो भाषण दिन थाले भने सरकार त्यत्तिकै ढल्नेछ। त्यसैको कारणले गर्दा पनि रवि लामिछानेलाई साइलेन्ट मोडमा राखिएको छ। रवि लामिछानेलाई साइलेन्ट मोडमा राख्नुको अर्को कारण पनि हो पर्सामा मुद्दा अड्काउनु पनि हो। पर्सामा रवि लामिछानेलाई तर्साउनकै लागि पनि मुद्दा अड्काएर राखिएको छ। न अगाडि बढेको छ न पछाडि हटेको छ। हो, रवि लामिछानेलाई अड्काएर राख्नु, उनलाई दबावमा राख्नु हो र सरकारले यही गरिरहेको छ। रवि लामिछानेलाई दबावमै राख्नका लागि यो सब गरेको।